हेलो साथीहरू, हजुरहरू चाहिँ ग्यास्ट्रिक भएर हजुरहरूलाई दिक्क हुनुभएको छ, औषधि खाएर पनि हजुरहरूलाई सन्चो भएको छैन भने यो घरेलु उपचार गर्नुहोला। हजुरहरूलाई म विधि सिकाउने चाहिँ मैले आफैले गरेर मलाई चाहिँ सन्चो भएर यो चाहिँ सेयर गर्दैछु। यो सबैजनालाई सेयर गर्नुहोला है त। कसरी बनाउने भनेर म हजुरहरूलाई सिकाउँछु। यो चाहिँ हजुरले देखिसक्नु भयो, यो ज्वानो। हजुरहरूलाई सुरुमा ज्वानो चाहिँ जिरा लिन सक्नुहुन्छ। यो चाहिँ देखिसक्नु भयो, यो चाहिँ सुप हो। यो चाहिँ कालो नुन पनि भन्छन्, बिरे नुन पनि भन्छ। हजुरले चाहिँ ज्वानो, सुप र जिरालाई चाहिँ मजाले भुट्नु होला। भुटेपछि चाहिँ एउटा पाउडर बनाएर हल्का यो नुन राखेर चाहिँ, यो बिरे नुन राखेर चाहिँ पाउडर, यस्तो पाउडर हुन्छ। मैले यस्तो पाउडर बनाएको छु। यस्तो पाउडर बनाएर चाहिँ हजुरहरूले चाहिँ बिहान र बेलुका खान सक्नुहुन्छ। यो खाएपछि यति राम्रो हुन्छ, तपाईँहरूले यो चाहिँ अवश्य गर्नुहोला अल्छी नगरिकन। मैले चाहिँ आफैले युज गरेर यो चाहिँ सन्चो भएर हजुरहरूलाई भन्दैछु होइन। यो चाहिँ सबैजनालाई सेयर गरिदिनु होला है। धेरै जस्तो मान्छेहरूलाई चाहिँ ग्यास्ट्रिकले एकदम पीडित भएको हुन्छ। म अर्को उपाय पनि हजुरहरूलाई सिकाउँछु, मैले गरेको उपाय त। हजुरहरूले चाहिँ दही लिन सक्नुहुन्छ। यो एक राति दही चाहिन्छ, बेलुका जमाउने। बिहान चाहिँ हजुरहरूले चाहिँ एक कचौरा दहीमा यसरी मजाले बिरे नुन, यहाँ छ बिरे नुन, मैले अगाडि हालिसकेको छ बिरे नुन, यति जति पाउडर यसमा राखेर मिक्स गरेर मजाले मिक्स गरेर हजुरहरूले चाहिँ लिन सक्नुहुन्छ। यो औषधि हजुरहरूले गर्नुहोला, ग्यास्ट्रिकको चाहिँ दोलो बनाइदिन्छ है। यो चाहिँ सबैजनालाई चाहिँ हजुरहरूले सक्दो सेयर गरिदिनुहोस् है त।